अनि चाहिँ फर्स्ट अफ अल त बिग फ्यान दादा अरे थ्याङ्क यू सो मच बहिनी। अनि एक नम्बरमा क्वेसन जिएफ छ कि नै जिएफ छ कि नै छ भनी नेम अरे जिएफ चाहिँ मैले अहिलेको टाइममा चाहिँ छैन मेरो चाहिँ। हजुरको बाबा कता हुनुहुन्छ किन ब्लगमा आउनुहुन्न अरे यो क्वेसन चाहिँ अलि आएकै क्वेसन हो। अनि फेरि किन भन्दाखेरि चाहिँ यो क्वेसन अलि आएकै हुन्छ धेरै जसो। अनि फेरि किनभने हेरिदिनु होला हजुरको बाबा कता हुनुहुन्छ मेरो छोरा हो। अनि हजुरको ब्लग बाहेक अरू प्लान के छ अरे मेरो चाहिँ ब्लग भयो भने ब्लग नै ठिकै छ, नभए चाहिँ सकेसम्म नेपाल नै भयो कि नभए चाहिँ भएन भन्छ। हजुरको दिदी बहिनी छ कि नै दादा अरे मेरो चाहिँ दिदीभाइ सन्तोष दाई मनपर्छ कि रोशन दाई अरे मलाई चाहिँ त्यति मात्र फरक। अनि नितु बाबु मनपर्छ कि प्रतीक्षा दिदी अरे उही पोखरा कहिले जाने छिटो भेटेर ब्लग हाल्नु पर्यो त देख्दा कस्तो फिल हुन्छ अरे भाउजूको त्यो अवस्था देख्दाखेरि चाहिँ मलाई चाहिँ म चाहिँ कति टाइममा भन्छु यो ब्लगमा नै अनि म चाहिँ त्यस्तो ब्लग हेर्दाखेरि चाहिँ धेरै इमोसनल हुने। अनि एक टाइम चाहिँ म रोको पनि हो त्यो भाउजूलाई त्यो गाह्रो हुँदाखेरि चाहिँ ब्लगै हेरेर। अनि यो चाहिँ भाउजूलाई थाहा छैन कसैलाई थाहा छैन। अनि यामसँग कसरी भेट भएको हो तिम्रो बिग फ्यान सपोर्टिङ फ्रम सुर्खेत अरे सुर्खेतदेखि यति धेरै माया। अनि मैले त सुन्दा पनि सोचेको थिइनँ सुर्खेतदेखि माया आउँछ भनेर। सो यस फेरि पनि नमस्ते गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै पनि हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु भनौँ। न्यू भिडियो न्यू ब्लग मेरो नयाँ ब्लगमा सबैजनालाई स्वागत पनि छ। अनि न्यू डे न्यू ब्लग। अनि आज चाहिँ लगभग कति बज्यो भन्दाखेरि 11:47 भयो। खाना खाएर बल्ल ब्लग हान्न लागेको। अनि फेरि योभन्दा अघिल्लो भिडियो चाहिँ प्र्याङ्क हुनेवाला छ, प्र्याङ्क चाहिँ कस्तो भयो त्यो भनिदिनु होला। अनि फेरि कोसित प्र्याङ्क भएको भनेर चाहिँ अब ब्लग हेर्नु भएको छैन भने गएर हेरिदिनु होला पहिलाको प्र्याङ्कको भिडियो चाहिँ। अनि कोसित भयो भनेर यो चाहिँ अलि पछि आउँछ, त्यो प्र्याङ्क पछि जो आउँछ अर्को दिन या जनावरको दिन आउँछ। अनि फेरि यो चाहिँ आज चाहिँ के गर्न लागेको भन्दाखेरि चाहिँ यसरी बसेर कि त मुखबाङ गर्छ कि त प्र्याङ्क गर्छ कि त क्युआनी नै हो। अनि तिनीमध्ये मुखबाङ गर्नलाई अब केही छैन। प्र्याङ्क गर्नलाई नि अब फोनहरू त्यस्तो फोन त सानो छ, प्र्याङ्क पनि होइन। तर चाहिँ क्युआनी गर्न लागेको तपाईँहरूको डिमान्ड आएर चाहिँ एकदमै माया र साथ सपोर्ट दिइराख्नु भएको छ। आगामी दिनमा अझै धेरै दिनु होला। अनि जसजनाले दिनुभएको छ थ्याङ्क यू सो मच। अनि नदिनेहरूलाई पनि अबको दिनहरूमा दिनु होला। मलाई चाहिँ यो साथ सपोर्ट तपाईँहरूको माया साथ सपोर्टले म चाहिँ अगाडि बढ्ने हो। त्यही कारणले चाहिँ अब हाम्रो क्वेसनतर्फ लाग्यो भनौँ। फर्स्ट कमेन्ट रहेको छ। आज चाहिँ मैले नाम सिधै सोध्नेवाला छु होइन, अनि सुनाउनेवाला छु। अनि चाहिँ कमेन्ट चाहिँ यहाँ छ। अनि मम्मीको मोबाइलदेखि यो चाहिँ निशा अधिकारी यो बहिनीलाई चाहिँ मैले चिने पनि यो पर्सनल्ली। अनि बोलिरहेको हुन्छु टिकटक लाइभहरूतिर आएको हुन्छ। बहिनीलाई चाहिँ एकदम मनदेखि माया नै छ दाइको। अनि चाहिँ फर्स्ट अफ अल त बिग फ्यान दादा अरे थ्याङ्क यू सो मच बहिनी। अनि एक नम्बरमा क्वेसन जिएफ छ कि नै जिएफ छ कि नै छ भनी नेम अरे जिएफ चाहिँ मैले अहिलेको टाइममा चाहिँ छैन मेरो चाहिँ। रियल्ली नै भन्नु पर्दाखेरि चाहिँ पछिको टाइममा चाहिँ अब के हुन्छ थाहा छैन। अहिलेको टाइममा चाहिँ मेरो जिएफ छैन। अनि भयो भने चाहिँ कुनै दिन तपाईँहरूको सामु तपाईँहरूको उसमा युट्युबमा पब्लिक हेरेर हान्छु। अनि आफ्नो टाइम आउँछ हुने बित्तिकै जो हान्छु भनेर नि हुँदैन। अनि आफ्नो टाइम आउँछ आफूले पब्लिक हानेर मात्रै नि हुँदैन, त्यसलाई चाहिँ निभाउन पनि जान्नुपर्छ। एउटा पब्लिक त सानो एउटा भिडियो पोस्ट हान्ने मात्र हुन्छ। त चाहिँ त्यसलाई निभाउन पनि सक्नुपर्छ। त्यही पब्लिक हान्दाखेरि चाहिँ धेरै गाह्रो पनि पर्न सक्छ। त्यस कारण चाहिँ मेरो अहिले चाहिँ जिएफ छँदा पनि छैन। हुँदाको दिन चाहिँ भए पनि यस्तो चाहिँ वेटमा रहिदिनु होला। मैले हुँदाको दिन चाहिँ मैले अलि टाइमपछि चाहिँ मैले तपाईँहरूलाई चाहिँ उस गर्छु। मैले चाहिँ तपाईँहरूको सामु पब्लिक हान्छु। अनि 2 नम्बरको क्वेसन रहेको छ। हजुरको बाबा कता हुनुहुन्छ किन ब्लगमा आउनुहुन्न अरे यो क्वेसन चाहिँ अलि आएकै क्वेसन हो। अनि फेरि किन भन्दाखेरि चाहिँ यो क्वेसन अलि आएकै हुन्छ धेरै जसो। अनि फेरि किनभने यो अलि मेरो ब्लगमा देखिरहनुहुन्न नि, त्यही कारणले चाहिँ कोही ब्लगमा मात्र देखिनुहुन्छ। त्यही कारणले चाहिँ मैले भने हो। म चाहिँ म्यासेज कल आएको क्या मेरो चाहिँ उसको साथीको क्युआनी भिडियो गर्न लाग्छु भन्छु होइन मैले क्युआनी भिडियो
गर्न लागेको छु अनि चाहिँ म्यासेज चाहिँ यसो चाहिँ तपाईँहरूमा राखिदिनु होला। हजुरको बाबा कता हुनुहुन्छ? मेरो बाबा चाहिँ घरतिर हुनुहुन्छ। अनि किनकि तपाईँहरूले सोधिरहने क्वेसन यो थियो जो अनि किनकि मेरो ब्लगमा खासै देखिनुहुन्न, सो त्यही कारणले चाहिँ मैले देखाउन मन पनि पर्दैन भन्नुहुन्छ। अनि फेरि किन ब्लगमा आउनुहुन्न त्यही कारणले नै हो। अनि खासै अब क्यामेरामा अब कोहीलाई देख्न मनपर्छ, कोहीलाई देख्न मन पर्दैन, सो त्यही कारणले चाहिँ आउनु मन पर्दैन, सो त्यही हो। अब चाहिँ अनि 3 नम्बरमा क्वेसन रहेको छ, हजुरले कति क्लासमा पढ्नु भएको? कति क्लास पढ्नु भएको हो अरे? मैले 12 पढेको हो अनि मैले चाहिँ 12 पढेर छोडे हो। अनि हजुरको ब्लग बाहेक अरू प्लान के छ अरे? मेरो चाहिँ ब्लग भयो भने ब्लग नै ठिकै छ, नभए चाहिँ सकेसम्म नेपाल नै भयो कि नभए चाहिँ भएन भन्छ सुट बाहिर जाने। अब पढ्नै पढ्यो त्यसलाई नि पढ्ने अनि चाहिँ बाहिर जाने। अनि चाहिँ उसको चाहिँ क्वेसन भइएको छ, सानी बहिनीको चाहिँ निशा अधिकारी, सानी बहिनी भन्छु मैले चाहिँ टिकटकमा सानी बहिनी छ नि। अनि चाहिँ MCASOM 8I0 यो चाहिँ भाइ होला सायद पनि। हजुरको दिदी बहिनी छ कि नै दादा अरे? मेरो चाहिँ दिदी बहिनी कोही पनि छैन। आफ्नो चाहिँ रियल्ली भन्नुपर्दा चाहिँ अङ्कलहरूको यताउति फुफू दिदीहरू चाहिँ छ, तर चाहिँ आफ्नो दिदी बहिनीहरू चाहिँ छैन है। अनि हजुरको एज? मेरो चाहिँ एज 18 देखि 19 हो अहिले चाहिँ छैन मेरो चाहिँ उसमा। अनि फेरि हजुरको फ्यामिलीमा को हुनुहुन्छ? मेरो फ्यामिलीमा चाहिँ मम्मी, बाबा, दाइ, म 4 जना मात्र हो। अनि हजुरसँग छिटो भेट्न पाउँदा चाहिँ अरे थ्याङ्क यू सो मच मेरो भाइ। अनि धेरै धेरै माया छ दाइलाई साथ सपोर्ट दिएकोमा। एक दिन न एक दिन दाइसित भेट भइहाल्छ नै, चिन्ता किन, दाइ यहीँ नै छ। अनि एक दिन न एक दिन त्यता आउँदाखेरि भेट भइहाल्छ, नभए यता आउँदाखेरि तिमी आएको बेलामा भन, भेट त भइहाल्छ नि के छ र। अनि मेरो नि पाल्पा रामपुर हो, हजुरको कहाँ हो नि दाजु अरे? मेरो चाहिँ पाल्पा यता तानसिन हारथोकदेखि नि यता हारथोक भैरवस्थानदेखि नि अझै अगाडि हो, गाउँतिर जो अलि भित्रै भनौँ। अनि तानसिन पाल्पा हो मेरो चाहिँ। अनि अर्को चाहिँ रहेको छ क्वेसन तपाईँहरूको साथमा शर्मा आकृति 1 2 3। अनि फर्स्टमा त आई एम क्रेजी फ्यामिली फ्यान। क्वेसन 1, हजुरलाई सन्तोष दाई मनपर्छ कि रोशन दाई अरे? मलाई चाहिँ इक्वल नै लाग्छ यो कुरा चाहिँ। तपाईँहरूलाई कतिको उस लाग्ने यो चाहिँ थाहा भएन। मलाई चाहिँ यो सन्तोष दाई चाहिँ अलि साथी, रोशन दाई साथी हो, दाई चाहिँ अब दाई नै हो भनौँ। अनि अब दुइटाको इक्वल नै छ माया चाहिँ, अब त्यो उस चाहिँ छैन। तर पनि अब पहिला चाहिँ दाइलाई नै चिने हो, धेरै चाहिँ अलि दाइकै लाग्छ भनौँ। रोशनको नि कमी चाहिँ छैन। अनि रोशन 49% छन् भने दाइ चाहिँ 100%। अनि त्यति मात्र हो फरक। अनि नितु भाउजू मनपर्छ कि प्रतीक्षा दिदी अरे? उयो त्यही नै हो। रोशन दाइ उसमा चाहिँ मोर दिदी र उस नितु भाउजूमा चाहिँ उति नै हो। मोर दिदी पनि मलाई 49 लाग्छ भने नितु भाउजू चाहिँ 100 नै हो, त्यति भने हुन्छ। अनि फेरि पोखरा कहिले जाने छिटो भेटेर ब्लग हाल्नु पर्यो दाइ भाउजूसँग अरे? अब पोखरा म बुढो जाँदैछु अब भोलिको दिनमा चाहिँ। यो किवानी हेर्नुहुन्छ भने चाहिँ किवानी चाहिँ बुढो गएपछि आउँछ आउनलाई चाहिँ। त्यही पनि अब बुढो गएपछि आएपछि नि यो चाहिँ ब्लग चाहिँ हुँदै हुन्छ। अनि फेरि अब फर्स्टमा छ बेस्ट अफ लक, मिस यु सो मच केटी आकृति शर्मा, 2टा कमेन्ट रहेछ। अनि फर्स्टमा त बेस्ट अफ लक, मिस यु सो मच क्रेजी फ्यामिली अरे? पोखरा कहिले जाने अरे? पोखरा त अब यो मनपछि या कहिले हुन्छ तपाईँलाई मैले अपडेट दिइहाल्छु। मैले यसले जाने भनेर मेरो उसले चाहिँ मिल्ने होइन। अब जहिले हुन्छ तपाईँलाई अपडेट दिन्छु। बाहिर चाहिँ हावाको साउन्डले चाहिँ नराम्रो आएको होला, त्यसको लागि चाहिँ सरी। अनि क्रेजी फ्यामिलीको कतिको याद आउँछ अरे? एकदम धेरै याद आउँछ। अनि सँगै छैनौँ अब। त्यहाँ क्रेजी फ्यामिलीमा हरेक इभेन्ट हरेक उसहरू हुन्छ नि, मेमोरिज। अब एउटा खुसीको पल हुन्छ, अनि एउटा कुनै दुःखको नि हुन्छ। अनि त्योमा चाहिँ आफू सामेल हुन पाइनँ, त्यसलाई चाहिँ मन लास्टै उस हुन्छ। तर पनि कुनै न कुनै दिन चाहिँ सबै इभेन्टहरू चाहिँ मैले पार्टिसिपेट गरेर पुरै मनाउने वाला छु। अनि फेरि भाउजूको
त्यो अवस्था देख्दा कस्तो फिल हुन्छ अरे भाउजूको त्यो अवस्था देख्दाखेरि चाहिँ मलाई चाहिँ म चाहिँ कति टाइममा भन्छु यो भ्लगमा नै अनि म चाहिँ त्यस्तो भ्लग हेर्दाखेरि चाहिँ धेरै इमोसनल हुने अनि एक टाइम चाहिँ म रोको पनि हो त्यो भाउजूलाई त्यो गाह्रो हुँदाखेरि चाहिँ भ्लगै हेरेर यो चाहिँ भाउजूलाई पनि थाहा छैन कसैलाई पनि थाहा छैन मैले चाहिँ यो भ्लगमा भने किनकि जो मान्छेहरू उन्न त भन्छ तर पनि मलाई चाहिँ भाउजूको लास्ट पिर्लाएर चाहिँ त्यो भ्लग हेरेर चाहिँ रोएको छु अब त्यो चाहिँ बनाइन अब किन बनाइन भने आफ्नो रोगको चाहिँ कहाँ बनाउन सकिन्छ र हजुरको जियाफकोहरू मेरो जियाफ छैन यसको लागि चाहिँ अनि हजुरको फ्यामिलीमा को हुनुहुन्छ अनि मेरो फ्यामिलीमा चाहिँ मम्मी बाबा दाइ म छु अनि फेरि मलाई हजुरको ब्लग मनपर्छ प्लिज रिप्लाई मी अरे थ्याङ्क यू सो मच ब्लग मनपर्ने है छ सधैँ माया गरिराख्नु होला सधैँ साथ सपोर्ट दिइराख्नु होला अनि सुगम ढकाल अनि तिम्रो एज कति हो अनि यामेसँग कसरी भेट भएको हो तिम्रो बिग फ्यान सपोर्टिङ फ्रम सुर्खेत अरे सुर्खेतदेखि यति धेरै माया मैले त सुन्दा पनि सोचेको थिइनँ सुर्खेतदेखि माया आउँछ भनेर मेरो एज चाहिँ 18देखि 19 हो अनि यामेस दाईसँग चाहिँ भेट कसरी भएको भन्दाखेरि चाहिँ यामेस दाईहरूसित चाहिँ पहिला नि कुरा भएको थियो यामेस दाईसित चाहिँ पहिल्यैदेखि अलिअलि चाहिँ कुराकानी हुने दाईलाई चाहिँ भेट्न जाने भनेको थिएँ मैले 200 सब्सक्राइबर हो क्या 200 हो कि 500 पुग्दाखेरि चाहिँ म दाईलाई भेट्न जाने भनेको थिएँ त्यति बेला अहिलेकै यो चैत वैशाखकै टाइम हो अनि फेरि गर्मी छ भाइ नआऊ तिमीले उस गर्न सक्दैनौ भनेर त्यहाँको बर्गारतिर चाहिँ एकदमै गर्मी हुन्छ नि त्यति बेला चाहिँ गइएन अनि चाहिँ पछिबाट कसरी भेट भयो भन्दाखेरि चाहिँ म पोखरा गएँ पोखरादेखि आएपछि चाहिँ पोखरा गएर चिनजान भयो सन्तोष दाईहरूसित हुँदाखेरि चाहिँ अनि पोखरापछि चाहिँ यो मार्दिमालको टुर छ नि मार्दिमालको टुरमा चाहिँ सँगै म चाहिँ यतादेखि बुटोल पाल्पादेखि यता बर्तुङतिर पोखरा जान मिल्छ बुटोलतिर उता बर्गारतिर घुमेर पनि पोखरा जान मिल्छ नि अनि चाहिँ म बर्गारतिरबाट गएँ यामेस दाईलाई मात्र सँगै जान पाइन्छ भनेर मात्रै त्यत्रो बाटो गयो आएको कि अनि म साँझ पुग्थेँ भने पोखरा बिहान हिँडेको लगभग 11 बजी हिँडेको अनि साँझ पुग्थेँ भने 5-6 बजेमा म चाहिँ रातभरि बसमा हिँडेर सँगै उस गरेर दाईसित चाहिँ लगभग कति भन्दाखेरि बिहान 3-4 बजे चाहिँ पुगिएको थिएँ बिहान 8 बजी हिँडेको मान्छे 3-4-5 बजे पुगिएको थिएँ बिहान पोखरा चाहिँ सँगै यामेस दाईसित अनि एकदमै रमाइलो पनि भयो एकदमै मजा नि लाग्यो दाईसित चाहिँ भेटेर अनि अब आगामी टुरमा चाहिँ दाई भाइ त सँगै नै भइन्छ अब आगामी टुरहरूमा दाई चाहिँ एकदम रियल्ली फ्रेन्डली नै हुनुहुन्छ एकदमै कस्तो दामी लाग्छ कि मलाई चाहिँ एकदम क्रेजी स्क्वाडमा कोही पनि नराम्रो छैन सबै इक्वल नै हो अनि त्यही हो दाईहरू चाहिँ सन्तोष दाई र नितु भाउजू चाहिँ अलि पहिलादेखि नै अब हेरेको त्यो दुःख भएको देख्दाखेरि चाहिँ अलि माया लाग्छ अनि माया पनि लाग्छ अनि दाईहरूसित चाहिँ अलि डर पनि लाग्छ कुनै कुरामा चाहिँ कुनै कुरा नराम्रो गर्न लाग्यो भने मैले भनिदिइहाल्छु बरु अनि मैले गर्दा नि गर्दैन एक त अनि भनिदिइ पनि हाल्छु अनि स्वस्तिका D8I दाई अब हजुर पोखरा कहिले जानुहुन्छ त नि अब अरे म चाहिँ अब पोखरा सायद पनि छिट्टै जान्छु होला प्रेग्नेन्सीमा चाहिँ उता भाउजूको चाहिँ त्योभन्दा पहिला चाहिँ जान्छु होला सायद पनि एकचोटि चाहिँ त्यसपछि चाहिँ त्योभन्दा अझै अगाडि चाहिँ कति बेला जान्छु त थाहा छैन अब भागेको छु अब त्यहाँ केही उसहरू पऱ्यो भने चाहिँ यसपछि अब यो महिनापछि चाहिँ केही पऱ्यो भने चाहिँ जान मिल्यो भने चाहिँ सकेसम्म जाने कोसिस गर्छु अहिलेसम्ममा जाने कोसिस गरेको छु तर चाहिँ केही न केही प्रब्लमले गर्दा फसेर जानु पाएको छैन अब चाहिँ जाने कोसिस गर्छु नै अनि सिमरन आचार्य तपाईँको घर कता हो तपाईँको आकृति को हो तपाईँको एज कति हो अरे मेरो घर पाल्पा हो मेरो पाल्पा रिब्दीकोटे क्या पाल्पा हो पाल्पा तान्दिँदैन अगाडि रिब्दीकोटे क्या पाल्पा हो अनि मेरो आकृति चाहिँ एउटा साथी मात्र हो जस्ट साथी मात्र हो तपाईँहरूलाई चाहिँ अब लाग्छ नि कतिजनाले जस्ट फ्रेन्डली छौँ हामी भनौँ एउटा कुराले तपाईँहरूलाई चाहिँ जियाबै हो भन्ने लाग्छ यदि हैछ भने पनि चाहिँ यदि हैछ भने पनि मैले पछिको टाइममा खुलाउने नै छु त्यसलाई मैले भने नै खुलाएर मात्र पनि हुँदैन निभाउन पनि जान्नुपर्छ त्यसलाई खुलाएपछि कति कुराहरू सहन जान्नुपर्छ त्यस कारणले त्यो प्रब्लम चाहिँ अहिले पनि नभोगौँ अनि भएको पनि छैन भएपछि चाहिँ तपाईँहरूलाई मैले खुलाउँछु अनि तपाईँहरूलाई मैले बताउँछु नै अनि हजुरहरूको माया नै हो अनि हजुरहरूको जति धेरै माया पाइयो त्यति छिटो खुलाइदिन्छु भनौँ अब के हो भनेर चाहिँ त्यति छिटो खुलाइदिन्छु अनि अर्को ब्लगमा चाहिँ यदि तपाईँहरूको धेरै माया आयो भने यो भिडियोबाट चाहिँ
के गर्छु भन्दाखेरि अर्को भिडियोमा चाहिँ उसलाई नै फोन गरेर मैले सोध्छु को हो भनेर सोधौँ कि नसोधौँ उसलाई चाहिँ फोन गरेर चाहिँ भन्नु होला। अनि फेरि हजुरको फ्यामिलीमा को हुनुहुन्छ अरे मेरो फ्यामिलीमा चाहिँ बाबा मम्मी म दाइ मात्र हो। अनि तपाईँको जिएफ छ कि नै अरे मेरो जिएफ चाहिँ छैन अहिलेको टाइममा। यदि छ कि छैन जस्तो लाग्छ नि तपाईँहरूलाई भन्नु होला। मेरो चाहिँ अहिलेको टाइममा जिएफ चाहिँ छैन भन्छु मैले चाहिँ। बिग फ्यान दाइ हजुर कसरी युट्युबमा आउनुभयो अरे म चाहिँ युट्युबमा त्यही सन्तोष दाइ र नितु भाउजूको नै हेरेर युट्युबमा आएको। अनि दाइ हजुरको युट्युबबाट पैसा आयो कि नै दाइ अरे मेरो चाहिँ युट्युबबाट पैसा पनि आएको छैन, मोनिटाइज पनि भएको छैन। मोनिटाइज चाहिँ हुनुपर्छ, पर्खाइको फल मिठो हुन्छ भनेको छ नि त्यस्तै माया देखाइरहनुहोस्। अनि एक दिन पैसा आउँछ होला। त्यो पैसाको चाहिँ त्यस्तो उस पनि होइन, किनकि हिँड्ने डुल्ने भएपछि चाहिँ चाहिन्छ नै इन्कम। त्यही पनि अब त्यस्तो पैसै ला भनेर चाहिँ उस छैन। मोनिटाइज हुनलाई चाहिँ तपाईँहरूको 700 चाहिन्छ। जति सक्दो स्किप नआनिकन ब्लग पुरै हेरिदिनु होला, त्यो चाहिँ वाट टाइम पनि बढ्छ। अनि दाइ हजुरको फेभरेट ब्लगर को हो दाइ अरे मेरो चाहिँ फेभरेट ब्लग नै क्रेजी स्क्वाड। अनि फेरि क्रेजी स्क्वाडमा चाहिँ एकदम फेभरेट भनेर चाहिँ नितु भाउजू र सन्तोष दाइ अनि रोशन र मर्दिदी भनौँ। त्यसपछि चाहिँ काली दाइ होस् पाले स्टेप राखेको छु। त्यो चाहिँ अब एउटा भनेर राख्नुपर्छ। दाइ हजुरको घर कहाँ हो दाइ अरे मेरो घर चाहिँ पाल्पा हो। अनि पाल्पा तानसिन। दाइ हजुरको एज कति हो अरे मेरो एज चाहिँ 18देखि 19। दाइ मेरो नि युट्युब च्यानल नेम दिपेन ब्लग 1030 1030 दिपेन ब्लग 1030 1030 दिपेन ब्लग 1030 सपोर्ट है दाइ। मलाई नि मिटअप गर्नु पर्छ है दाइ पोखरा आएको बेला अरे हुन्छ नि भाइ गर्छु। दिपेन ब्लग 1030लाई चाहिँ एकदम भाइलाई चाहिँ सपोर्ट गर्नु होला सबैले गएर चाहिँ। दाइलाई यस्तो माया देखाइरहेको छ भाइलाई पनि गएर सपोर्ट गर्नु होला। भाइले पनि ब्लग हाल्ने हेर्छन्, मैले चाहिँ 1-2टा ब्लग पनि हेरेको थिएँ। यति चाहिँ थोरै टाइम मिल्दा चाहिँ हेरिरहेको हुन्छु। त्यस भाइले चाहिँ अलि राम्रो बनाइदिँदै जाऊ किप इट अप गर्दै जाऊ, एक दिन हुन्छ। अनि तपाईँ लास्ट क्वेसन है छ मनमा चाहिँ धेरै कुराहरू छन् तर सोध्न मन लागेन अरे अब सोध्न सक्नुहुन्थ्यो तर सोध्नु भयो भने चाहिँ ठिकै छ। विनिता बहिनीले चाहिँ पहिला चाहिँ सोध्थ्यो ठिकै छ नसोधे पनि। अनि बिवाइजिबी तिम्रो जिएफ आकृति हो अरे लास्ट क्वेसन है त यो। मेरो जिएफ चाहिँ आकृति हो। अहिलेको टाइम चाहिँ हो जस्तो लाग्छ कि होइन जस्तो लाग्छ तपाईँहरूले कमेन्ट गर्नु होला। अनि चाहिँ अर्को भिडियोमा चाहिँ हो जस्तो लाग्छ भने चाहिँ तपाईँहरूलाई सबैलाई हो जस्तो लाग्छ भने चाहिँ अर्को भिडियोमा चाहिँ मैले उसलाई नै फोन गरेर ऊ र म चाहिँ इन्स्टाग्रामहरूमा फ्रेन्ड छौँ उसलाई नै फोन गरेर सोध्छु मैले चाहिँ उसकै अगाडि यस्तै नै देखाएर। यदि हो जस्तो लाग्छ भने होइन जस्तो लाग्छ भने त केही नै छैन। हो जस्तो लाग्छ भने चाहिँ ठिकै छ। म सोध्छु त्यो भिडियो नै बनाउँछु पछि चाहिँ। अनि आजको ब्लग चाहिँ यतैतिर एन्ड गरौँ किनकि अब छोटो मिठो नै क्युआनी थियो। धेरै बेर पनि भएन, धेरै क्वेसनहरू पनि आएको थिएन। जति आएको थियो त्यतिमै क्युआनी गरिदिएँ। अब पोस्ट हालेको तपाईँहरूले क्वेसन चाहिँ गर्नु भएन, त्यो अब तपाईँहरूले क्वेसन गर्नुपर्ने हुन्छ। तपाईँहरूलाई मनमा लागेको कुरा चाहिँ यस्तो चाहिँ यो क्युआनी चाहिँ तपाईँहरूकै लागि भनेर ल्याएको किनकि क्वेसन सोध्नुहुन्छ भनेर। अनि अब यहाँ चाहिँ पुरै उसहरू झिँगाहरू चाहिँ उस भइरहेको कि माखाहरू आएर त्यो उस भइरहेछ। अनि फेरि तपाईँहरूले अबको दिनहरूमा अब क्युआनी चाहिँ राखिदिइरहेको हुन्छु। क्वेसनहरू सोध्न सक्नुहुन्छ। अनि आजको ब्लग चाहिँ के कस्तो लाग्यो भनिदिनु होला। अनि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि फुल वाच गरिदिनु होला, फुल भिडियो चाहिँ वाच गरिदिनु होला किनकि फुल भिडियो वाच गरिदिएपछि तपाईँको माया साथ सपोर्ट देखेपछि मोनिटाइज पनि हुन्छ च्यानल। अनि सो त्यही कारणले चाहिँ अलि तपाईँहरूले फुल भिडियो चाहिँ वाच गरिदिनु होला। अनि त्यही हो। भिडियो के कस्तो लाग्यो भनिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ माई भिडियो। लभ यु अल गाइज, जय नेपाल।